सबैलाई कानबाट रगत बग्न थाल्यो। कति मुस्लिम दाजुभाइ हुनुहुन्छ, देशमा बस्नुहुन्छ या विदेशमा बस्नुहुन्छ, मेरो तर्फबाट ईद मुबारक। तर ब्रो म आफूलाई एउटा कुरा भन्न चाहन्छु, जो ईदको धुन छ नि, एनटिएल अफिसमा भनौँ या एनटिसी अफिसमा भनौँ, जुनसुकै अफिसमा भनौँ, नो प्रब्लम, भन्नु तपाईँको मेटर हो। तर तपाईँले के भन्नुभयो भने यो धुन बजाएन भने रे छठ दीपावलीको धुन धेरै दिनदेखि सुन्दैछु, त्यो बजाउन पाउँदैन रे। किन? म तपाईँलाई सोध्न चाहन्छु, के यो नेपालमा बज्दैन, पाकिस्तानमा बज्छ र? भन्नु त तपाईँ। म सबै मुस्लिम दाजुभाइहरूसँग सोध्न चाहन्छु, के यो कुरा सही हो? तपाईँ भन्नु। मैले कतिचोटि भनिसक्यो, जुनसुकै धर्म हो, तपाईँ मुस्लिम धर्ममा बिलोङ गर्नुहुन्छ या हिन्दू धर्ममा बिलोङ गर्नुहुन्छ, तर अरूको धर्ममा किन टिका टिप्पणी गर्नु पर्यो? त्यो हुँदैन भने यो पनि हुँदैन। किन? यहाँ नभयो भने अरू ठाउँमा हुन्छ र? प्लिज इन्सानियतको बाटो हेर ब्रो। यस्तो धर्ममा टिका टिप्पणी गरेर केही पनि हुँदैन। बुझ्यो? जय नेपाल।